एवरीवन एंड वेलकम बैक टू माय यूट्यूब चैनल। अभी हम लोग आ गया है चर्च। आज हम देर से आया और कुछ काम नहीं किया है। ये मैं सबको नहीं इसने काम नहीं किया हुआ है। मैंने अभी प्याज को छीला और उसको काट के मैं यहाँ पर आया हूँ वीडियो बनाने के लिए। और आज हमारा सेकेंड डे है, तो मैं आप लोग को अंदर दिखाऊंगी। और लुक एट दिस, ये है उर्बानस घर आया है छुट्टी पर। और कल भी मैंने बोला था ब्लॉग पर, इसने ये कपड़ा कब का पहन के रखा हुआ है। 12 साल हुआ है। 12 साल, सिर्फ 12 साल हुआ है बोला। और ये है विक्टर। और हमारा चर्च ये ऊपर है और यहाँ पर डाइनिंग वगैरह है। सो हम लोग यहाँ पर काम करने वाला हमारा छूना मेन शेफ जय मिस्त्री। और ये है मेरी छूना का क्या बोलते हैं ग्रैंड डॉटर मेरी है। मम्मी के गर्दैछ आएन। लुक एट दिस गाइस, ये है हमारा बफे और यहाँ से खाना स्टार्ट होगा। और यहाँ पर बैठा है मेरा आमा और छूना। आमा फोन चला रहा है और छूना यहाँ पर गफ्फे कर रहा है। फिर से हम लोगों को मिल गया विक्टर। और आज है हमारा बीफ, तो यहाँ पर कटिंग हो रहा है। हमारा चर्च का सब लोग कटिंग कर रहा है। देखो बंगा, यहाँ पर बंगा। और यहाँ पर हमारा बाउजू और सलमा छूना यहाँ पर राइस। और यहाँ पर पानी गर्म कर रहा है। देखो ये है हमारा गैस और यहाँ पर भी हम लोग पानी गर्म कर रहा है। और देखो यहाँ पर सारोन मुझे बुला रहा है। तो सारोन सारोन ने बोला मुझे फोटो खींचने के लिए, तो मैं फोटो यस मासु काटेर हाल्दैन फोटो खिच्नु भन्दैछ, म खिच्छु। ओके ल यो गइसक्यो गाइस, राखो अब। और यहाँ पर चावल धोने के लिए आ रहा है। और यहाँ पर है हमारा सुनीता। दिल में दोनों हस्बैंड एंड वाइफ है, तो यहाँ पर काम कर रहा है। कितना अच्छा है ना, ऐसे हस्बैंड और वाइफ को काम करते हुए, चर्च के काम करते हुए देखने में बहुत अच्छा लगता है ना। सो देखो यहाँ पर दोनों में एक दो वर्ड बोल दो। क्या बोलूं, मैं बहुत बढ़िया हूँ, मैं बहुत खुश हूँ। बस धन्यवाद। बीवी के साथ काम करने में कैसा लग रहा है? बहुत बढ़िया, बहुत बढ़िया। एक दो तारीफ भी कर दो। बीवी सुबह जल्दी उठती है, क्या बनाती है रोज। काम घर का, बच्चे के देखने से लेकर पढ़ाई कराने से लेकर सब खर्चा सब कुछ संभालती है बस। आपका पति का तारीफ सुन के खुश लगा? बहुत गाइस अभी हम लोग चलते हैं ऊपर चर्च पे, ठीक है। सेवा को थोड़ा सा देखेंगे क्योंकि बहुत सेवा है ना, तो इसलिए हम लोगों को काम करना पड़ता है। तो इसलिए हम लोग ज़्यादातर फेलोशिप अटेंड कर नहीं पाते, क्योंकि हम लोग आमा झुंड हो गया और हम यूथ वगैरह हो गए ना, वो लोग खाना के लिए हम लोग काम कर रहे हैं ना, इसके वजह से 2 दिन का था सेवा। तो कल फिर हमारा वेलकम वगैरह हुआ था, आज सेवा है, तो हम लोग जाएंगे वहाँ पर। यहाँ पे हमारा पाकिस्तान से अभी मैं इधर चर्च का लोकल चर्च का हम दोनों दोस्त थे। ओके, थैंक यू। और यहाँ पर देमा जेमिसी। ओके, सो हम लोग अंदर देखेंगे। अंदर
पर चाय सर्व हुआ था, ब्रेकफास्ट सर्व हुआ था। सो हमारा सुबह से स्टार्ट होता है ना, यहाँ पर ब्लैक टी था और मिल्क टी वगैरह था, और ये कप वगैरह अभी तक धोया नहीं, बाद में धोएंगे हम लोग। और ना मॉर्निंग सेशन स्टार्ट हुआ था 6 बजे से। आपको सेवा कैसा लग रहा है? बहुत अच्छा लगा, बहुत अच्छा हो रहा है। खा लीजिए, कोई बात नहीं। हाम्रो बाबुहरुको सेवा एकदमै आशिषमय भइरहेको छ। वी आर वेरी हैप्पी, हम लोग बहुत खुश है। आप खाएगा? खाएगा गाइस, एकदमै आशिषित भइरहेको छ सेवाले। और ये है मेरा आज का ब्रेकफास्ट। देखो घर में खा के आयो, फिर में खा रहा। शत्रुलाई नाश गर्नु चाहिँ यो गिरोहको मुख्य एउटा भूमिका हुनु पर्थ्यो। अनि यहाँनिर तपाईहरु मैले हेर्यो भने 6 अध्यायको 2 पदमा हिजो पनि हामीले हेर्यौं, यो एकदमै मिडियनहरु चाहिँ शक्तिशाली एउटा जाति हैन। त्यो समयमा एकदमै शक्ति पनि भएको, अत्याचार पनि गर्ने मानिसहरु, क्रूर मानिसहरु। अनि यहाँसम्म भन्छ कि यो 12 पदमा छ, त्यो 12 पदमा चाहिँ यिनीहरु थोरै थिएन। ब्रेक हुआ है और उसके बाद ना यहाँ पर कुछ कंपटीशन होने वाला है। और लुक एट दिस गाइस, ये है आज का ट्रॉफी वगैरह। और सब लोग ब्रेक में चला गया हुआ है। सहभागीहरु हुनुहुन्छ, प्रतियोगीहरु हुनुहुन्छ, तपाईहरुलाई पनि म स्वागत जनाउँछु। अनि विशेष गरेर यो क्विज अब सुरु हुनभन्दा अगाडि चाहिँ यसको नियमावलीहरु चाहिँ तपाईले राम्रोसँगले बुझ्न र जान्न आवश्यक छ। सी को अर्थ के हो? थाहा छैन। अडियन्स, ख्रिस्ट आन्टी पिछाडी मसीको अर्थ ख्रिस्ट हुनुहुन्छ। ओके, उहाँको लागि जोरदार ताली बजाइदिउँ। उहाँ कहाँबाट हुनुहुन्छ? हामी गोरुको मासु खाएको छौँ, सुँगुरको मासु खाएको छैनौँ। चाँगैलो ताली बजाउने भनिन्छ। भाषा चाहिँ मण्डलीलाई कृषि सुकुन आवाज जयमसी। र विशेष गरी फेरि तपाईहरुको समय मैले छोटो लिन चाहे। र हामीलाई आजसम्म यहाँनिर हाम्रो आदरणीय पास्टर बाबुहरुको निर्देशन अनि गाइडमा आज 8औं घुमसुकिया रिजनको सेवा सम्पन्न हुन सकेको छ। र यहाँलाई हामी केही दिन सक्दैनौं है। र उहाँहरुलाई हामी एउटा छोटा टाइम फिचर्समा यो सेवाकै भएकोमा यहाँलाई स्मृति चिन्ह दिनको निम्ति म उभिएको छु। र त्यो भन्दा हामी अगाडि है एउटा सानो कार्यक्रम मसँग छ। र त्यो चाहिँ के भन्दाखेरि हाम्रा आदरणीय पास्टर बाबु, हाम्रो स्थानीय पास्टर बाबु पास्टर फिलिप राई, उहाँले यस मण्डलीलाई डोर्याउँदै र उहाँले यस मण्डलीलाई खडा गरेर यहाँसम्म ल्याउनु भएको 41औं वर्ष पूरा भइसकेको छ। र यहाँलाई हामी 40औं वर्षमा हाम्रा मण्डली युथहरूले ससम्मान सम्बर्धनाहरू गरिसकेका छन् पहिले वर्ष नै। र यो अवसरमा तपाईहरु समक्ष हामीले एउटा उहाँको छोटो परिचय पढेर उहाँलाई हामी सम्बर्धना दिने भन्ने एउटा सम्बर्धना हैन, उहाँलाई एउटा स्मृति चिन्ह दिने भन्ने हामीले जमर्क बसेका छौँ। र हाम्रो आदरणीय पास्टर बाबु पास्टर फिलिप राईज्यूलाई यहाँ आएर एकछिन बसिदिने अनुरोध गर्दछु। र उहाँको विषयमा म एउटा छोटो उहाँको परिचय पढ्नेछु, त्यसपछि उहाँलाई हामी यो सम्मान पत्र स्मृति चिन्ह दिनेछौँ। र आदरणीय पास्टर बाबुलाई म यहाँ आएर बसिदिने म अनुरोध गर्दछु। र उहाँको परिचय चाहिँ म उहाँको जन्मदेखि नै पढ्न गइराखेको छु। यो मैले छोटो लेखेको छु। उहाँको यो विषयमा उहाँको जीवनी, उहाँले गर्नुभएको कामहरू, उहाँले गर्नुभएको प्रचारहरूको कुराहरू सायदै लेखेर लेखिसक्दैनौँ है। धेरै किताबहरूमा किताबै बनिन सक्छ। यसले गर्दा मैले यहाँनिर छोटो छोटो एउटा
टिप्पणी लेख्ने कोसिस गरेको छु। हाम्रो आदरणीय पास्टर बाबुलाई तपाईहरु समक्ष पनि एउटा परिचय गराउने कोसिस अथवा जमर्को गरेको छु है। कतै त्रुटि भए मलाई क्षमा गर्नुहोला। उहाँको जन्म 15/1/1957 को यसै दार्जिलिङ जिल्लाको एक दुर्गम गाउँ छोटाहाटामा पिता स्वर्गीय भक्तिमान राई अनि आमा स्वर्गीय श्रीमती एलिसिबा राईको कोखमा खन्तरे छोराको रूपमा भएको थियो। यस क्षेत्रमा विकासको केही नभएको कष्टकर भए तापनि गाउँकै प्राथमिक पाठशालामा आफ्नो शैक्षिक जीवन 4औं श्रेणीसम्म हासिल गर्नु भएका थिए। अनि उहाँ सानै भए तापनि ठूला बडाका धार्मिक अनि सांस्कृतिक कथाहरू सुन्न औधी रुचाउनुहुन्थ्यो। सायद उहाँले यसै कारणले प्रभुलाई पाउनु भएको होला भन्ने मलाई लाग्दछ। र उहाँ पढाइ क्षेत्रमा पनि धेरै अब्बल हुनुहुन्थ्यो। यसरी सङ्घर्ष गर्दै गर्दाखेरि सङ्घर्षकालको जीवनमा सानो उमेरको समयमा नै कामको सिलसिलामा रोजगार गर्न सिक्किमको एउटा प्युरेटा भन्ने ठाउँ छ, त्यहाँ काम गर्न जाँदा उहाँले एक प्रचारक श्री केबी सुनवारद्वारा प्रभुको बारेमा सुन्ने अवसर पाउनुभयो। उहाँले सदैव धार्मिक कुरामा रुचि राख्ने स्वभाव भएकोले यसरी उहाँले येशू ख्रीष्टको नाममा ग्रहण विश्वासको साथ गर्नुभयो। त्यस्ता क्रिस्चियनहरूको संख्या औलामा गन्न पनि नभेटिने थिए। भेटिहालेको खण्डमा पनि सही मार्गदर्शन गर्ने व्यक्ति पाइँदैन थिए। यस्तैमा उहाँलाई बप्तिस्मापछि मात्र पूर्ण क्रिस्चियन भइने भन्ने कुरा थाहा लाग्यो। तर उहाँको सुनाइमा बप्तिस्मा चाहिँ लामो बाँसको टागोमा डोरी लगाएर कुवामा 1 घण्टा डुब्नु पर्छ, मर्यो भने मर्यो, बाँच्यो भने मात्र पक्का क्रिस्चियन भइन्छ भन्ने कुरा उहाँले यो वाक्यांश सुन्नुभएको थियो है। तर पनि उहाँले डर मान्नु भएन र उहाँले उहाँसँग जसद्वारा उहाँले प्रभु पाउनुभयो उहाँलाई नै म बप्तिस्मा लिन्छु भन्ने जमर्को गरिसकेपछि उहाँको साथमा उहाँ कालिम्पोङको यात्रामा लाग्नुभयो। यसरी उहाँले कालिम्पोङमा मलाई उहाँको बप्तिस्मा लिएको दिन चाहिँ थाहा भएन, यसरी त मैले यहाँ लेखेको छुइनँ। र उहाँले पास्टर सोतेम्बाको बाहुलीबाट पिता पुत्र अनि पवित्र आत्माको नाममा बप्तिस्मा लिएर आशिषित हुनुभयो। त्यसपछि उहाँ आफ्नै घर फर्केर आउनुभयो। तर त्यस समय सेवाकाई गर्ने माहौल अनि कोही पनि थिएनन्। त्यसपश्चात उहाँले धेरै टाढा टाढाको गाउँमा भएका मण्डलीहरूमा हिँडेर गएर सेवाकाई गर्नुभयो। तर अनि एक्लै सङ्घर्ष गर्दै सेवा सङ्गति चाहिँ घरमै गोप्य रूपमा उपवास सहित प्रार्थना गर्नुहुन्थ्यो, बाइबल अध्ययन गर्नुहुन्थ्यो। र यसरी 5 वर्षसम्म घरमा बस्दा पनि घरमा अथवा मण्डलीमा गाउँठाउँमा कसैले पनि प्रभुलाई ग्रहण नगर्दा उहाँ थकित भएर आफ्नो घर परिवार साथै गाउँलाई छोडेर जाने अठोट गर्नुभयो। तर पनि त्यसै समय उहाँको आमाले अचानक बिहानै उठेर है उहाँको छोराले भन्नुहुन्छ, उहाँको आमा एलिसिबा राईले भन्नुहुन्छ है, एउटा कुरा सुन भनेर परमेश्वरले बोल्यो भन्नुहुन्छ। म आश्चर्यचकित भए उहाँले भन्नुहुँदै थियो है पास्टर बोले त्यस समय। अनि दोहोऱ्याउँदा जसले मलाई येशूको नाम लिन पनि इन्कार गर्थ्यो उहाँले नै चाहिँ म दैले मानेको ईश्वरलाई मान्छु भनेर भन्नुभयो। त्यो चाहिँ किन भन्दाखेरि चाहिँ आमालाई सपना दर्शनमा भन्नुहुन्छ, यो स्वर्गदूतले उहाँलाई दर्शन दिनुभयो कि तेरो छोराले मानेको कुरालाई चाहिँ तैँले मान। 5 वर्ष पछाडि उहाँको आमामा प्रभु बोल्नुभयो, त्यसपछि आमाले ग्रहण गर्नुभयो। र उहाँको त्यस पछाडिको मैले धेरै कुराहरू छ त्यो लेखेका छैन। र उहाँले मण्डलीलाई कसरी डोलाउनु भयो र मैले के अनुभव गरेको छु भन्ने कुरा मैले यहाँ छोटो लेखेको छु है। पास्टर फिलिप राईज्यू हिमालयन फिचर्स मण्डलीको आशिषको मूल स्रोत अथवा मुहान हुनुहुन्छ। उहाँ यो मण्डली आज ठुलो देखिनुमा साँच्चै ठुलो हृदयको खाँचो, परमेश्वरको बुलाएको खाँचो पर्दो रहेछ। उहाँले हरेक घरमा गएर हरेकको दुःखलाई आफ्नै साथी बनाएर प्रार्थना गरेर संगतिमा डोर्याउनु भएको छ जो कहिले नसक्ला। उहाँको जीवनमा धेरै परिवारहरू विश्वासमा आए र संगति गर्ने परिवारहरू हुनुहुन्छ। उहाँकै उहाँकै हातबाट ग्रहण गरी प्रभु पाएका धेरै विश्वासीहरूबाट आज जम्मा 6वटा मण्डलीहरूमा प्रभुका सेवाकार्य गरिरहेका छन्। आज यो मण्डली मात्र नभएर उहाँबाटै ग्रहण गरेका विभिन्न विश्वासीहरू चाहिँ आज 6वटा मण्डली यहाँ हाम्रो चर्च छिमेकीहरूमा सेवाकार्य गरिरहनु भएको छ। यसरी अझै पनि उहाँ हरेक परिवार कहाँ पुग्न आज पर्यन्त हर सम्भव प्रयास गरेका पाउँदछु, जुन अमूल्य छ अनि आशिषमय छ। जुन कुरो हामी मुखले बयान र
वर्णन गरेर कहिले सक्दैनौँ। यसरी उहाँले प्रभुमा प्रार्थना र दर्शनको साथ मण्डलीलाई यहाँसम्म ल्याउन 41 वर्षको संगति सेवाकाईको यात्रा छन्। यस्तै धेरै दशकौं हजुरको सेवा, संगति, प्रार्थना, निर्देश र दर्शनको साथ प्रशंसाको पत्रिका अनि पुस्तिका लेख्न पाऊँ भनेर मैले लेखेको छु र धन्यवाद। र उहाँलाई यो एउटा सानो स्मृति चिन्ह हामी मण्डलीको तर्फबाट यो अवसरमा दिन खोजिरहेका छौँ र यसलाई हस्तान्तरण गर्नको निम्ति हाम्रा आदरणीय पास्टर बाबु अनि हिमालयन फ्री चर्चका महासचिव श्रीमान पास्टर आनन्द राईज्यूलाई म विशेष अनुरोध गर्दछु। धन्यवाद यहाँलाई। स्मृति चिन्ह हामीले तयार गरेका छौँ र यो म क्रमैले नाम भन्न गइरहेको छु र यहाँहरूलाई यो स्मृति चिन्ह प्रदान गर्नको निम्ति हाम्रा स्थानीय पास्टर बाबु आदरणीय पास्टर फिलिप राईज्यूलाई म अनुरोध गर्दछु। सर्वप्रथम हाम्रा छेउका मण्डली हिमालयन फ्री चर्च SFCB का पास्टर बाबु आदरणीय पास्टर बाबु अब्राहम राईज्यूलाई हामी स्मृति चिन्ह प्रदान गर्नेछौँ र यसलाई हस्तान्तरण गर्नको निम्ति हाम्रा आदरणीय पास्टर बाबु पास्टर फिलिप राईज्यूलाई अनुरोध गर्दछु र आदरणीय पास्टर बाबु पास्टर अब्राहम राईज्यूलाई म यहाँ आइकन यो स्मृति चिन्ह ग्रहण गरिदिने म अनुरोध गर्दछु। हामीले एउटा सानो प्रयास गरेका छौँ हाम्रो मण्डलीको तर्फबाट हाम्रा आदरणीय पास्टर बाबुलाई हामीले सम्मान गर्न लागेका छौँ। आदरणीय दाइबोज लक्ष्मणज्यूलाई यो स्मृति चिन्ह ग्रहण गरिदिन म अनुरोध गर्दछु। यसलाई हस्तान्तरण गर्न हाम्रै आदरणीय पास्टर फिलिप राईज्यूलाई आग्रह गर्न चाहन्छु। यस्तै प्रकारले SFCबाट पास्टर नोएल गिरिज्यूलाई पनि स्मृति चिन्ह हामी प्रदान गर्न लागिरहेका छौँ। यसलाई यो स्मृति चिन्हलाई पनि हाम्रो आदरणीय पास्टर बाबु पास्टर फिलिप राईज्यूकै अगाडि बढाउन चाहन्छु। हाम्रो ह्यान्डसम अनि सधैँ जोसिलो हुनुहुने हाम्रो पास्टर बाबु पास्टर ऋषि SFC का पास्टर बाबु पास्टर दया राईज्यूलाई पनि हामी यो स्मृति चिन्ह प्रदान गर्न चाहन्छौँ। यस्तो प्रकारले हाम्रो एकदमै जोसिला पास्टर हुनुहुन्छ मिरिकबाट श्री पास्टर श्री लाडुक लेप्चाज्यूलाई पनि हामी यो सानो स्मृति चिन्ह प्रदान गर्छौँ। यस्तै प्रकारले झोप्रे SFC का पास्टर बाबु पास्टर जोन राईज्यूलाई पनि हामी स्मृति चिन्ह प्रदान गर्नेछौँ र उहाँ सायद हुनुहुन्न होला नि र उहाँ संगति उहाँको सेवाकामा टेवा पुर्याउँदै अनि उहाँ
एउटा संसारिक औदामा पनि उहाँ एउटा पञ्चायत मेम्बर्सहरूको धेरै 10-15 सालको उहाँको एक्सपिरियन्स रहेको र धेरै हामी विश्वासीहरूलाई धेरै प्रकारको सहयोग मिलेको धेरै सजिलो भएको महसुस कति धेरै विश्वासीहरूले गरेका छन् भन्ने अनुभवहरू उहाँहरूले साझा गर्नुभएको छ र यसलाई यो सम्मान पत्रलाई पढिदिनको निम्ति हाम्रो चर्चका युथ पेमा साङ्गे शेर्पा भाइलाई म अनुरोध गर्न पर्यो अनि यसलाई हस्तान्तरण गर्नको निम्ति चाहिँ आदरणीय पास्टर आनन्द राईज्यूलाई म अनुरोध गर्न चाहन्छु। हुन्छ, सबैजनालाई ख्रीष्टको नाममा न्यानो अभिवादन र म यो सम्मान पत्रलाई यसरी पढ्न गइरहेछु। हिमालयन फ्री चर्च छोटाहट्टा हुलाक पाँचकोटी लोकसभामध्ये एक र पास्टर फिलिप राईको सेवाबाट निस्किएका पहिलो फलहरूमध्ये एक हुनुभएकोमा हामी प्रभुलाई धन्यवाद दिँदछौँ। तपाईको दृढ विश्वास, विनम्रता र आध्यात्मिक नेतृत्वले छोटाहट्टा हिमालयन फ्री चर्च अफ इन्डियालाई आजको अवस्थामा पुर्याउनमा ठूलो भूमिका खेलेको छ। तपाईको आत्मिक सेवासँगै तपाईले मण्डलीका सदस्यहरूलाई कानुनी विषयहरूमा पनि सहयोग र मार्गदर्शन गर्नुभएको छ, जसले तपाईको व्यवहारिक प्रेम र आत्मीय सेवाको उदाहरण प्रस्तुत गरेको छ। यस विशेष अवसरमा हामी को निम्ति म अनुरोध गर्न चाहन्छु र यस पठनको निम्ति हाम्रो अर्पणा दिदीलाई म यहाँबाट निम्ति गर्न चाहन्छु र यसलाई हस्तान्तरण गर्नको निम्ति हाम्रो कुमसुक्या जोनका जोनल कोअर्डिनेटर हाम्रो आदरणीय पास्टर दया राईज्यूलाई म अनुरोध गर्न चाहन्छु। हिमालयन फ्री चर्च छोटाहट्टा हुलाक